यो चाहिँ लिम्बू ड्रेस साइड है। हजुरको शुभ नाम के होला भन्नुहोस् न? सावित्री लिम्बू। सावित्री। यो जुन ड्रेस लाउनु भएको छ यो के नेपाली ड्रेस र लिम्बू ड्रेस के हो? ड्रेस लिम्बू ड्रेस सबै हो, यो सबै लिम्बू ड्रेस। तपाईँको नाम? मेरो तारा लिम्बू हो। लिम्बू। म सबैको नाम सोध्दै जान्छु है। तपाईँको नाम? हजुर कुमारी लिम्बू। कुमारी। कति राम्रो भेषभूषामा हेर्नु हजुर हजुर सेवारो भनिन्छ नि होइन? एकदमै राम्रो वेशभूषा है। यहाँ राख्नु एउटा चन्द्रकुमार लिम्बू। हजुर उहाँ तपाईँको? मेरो अम्बिका कुरुम्बाङ हो, सिलिगुडी बागडुग्रा। एक दुई शब्द बोल्छु है तपाईँको ल। हुन्छ। आज तपाईँको यहाँ के भइरहेको छ है र के को यो यत्रो जमघट भइरहेको छ? यो चाहिँ याकथुङसुङ चम्बुकको 100 साल पुगेको बर्थडे हो। यो ह्याप्पी भनौँ 100 साल पुगेको चाहिँ उसको उपलक्ष्यमा यो बर्थडेको लागि यो खास पालमहरू यो हाम्रो जात जाति लिम्बूहरूले चाहिँ भनेको संस्कार संस्कृति जोगाउँदैछौँ र भन्दैछौँ। एकदम एकदमै नानीहरूले नि सिकोस्, एकदम एकदम सिक्नुपर्छ। पछाडि आउनेहरूले पनि सिकोस् भनेर चाहिँ हामीले अलिकति यहाँ देखाउँदैछौँ आज हाम्रो पालम। र तपाईँले जुन यो लगाउनु भएको छ यो जुन यो छ यसलाई के भनिन्छ होला? यो चन्द्रहार हो, यो कण्ठ हो, यो सुनको फुल, यो शिरबन्दी, यो नेसे भन्छ लिम्बू भाषाबाट। यो ढुङ्ग्री, यो बुलाकिला चाहिँ मुन्द्री भन्छ। अनि यो झुलाने चुरा भन्छ। अनि काकर बिहा औँठीहरू यस्तै लाउँछ हाम्रो लिम्बूमा। हजुर एकदमै राम्रो है वेशभूषा। पहिलाको वेशभूषा यो हराएको थियो तर हामीले झल्काइदिएको। अहिले एकदमै हराइसकेको छ। तपाईँहरूले यसरी आमा बाबुले बुनेर केस खिम्ती यो रुवाबाट उत्पन्न हुन्थ्यो गाउँमा। यो धागो हातले बुनेको हो। पहेँलो लाएर पुरा हाम्रो लिम्बूहरू नाच्थ्यो अब पहिला। यस्तै चौबन्दी वेशभूषा हामीले नहराएको पहिला आमा बाबुले बनाइल्याएको हामीले यस्तै संस्कृति सिकाउनु भएको थियो। एकदमै आमा बाबु बचाएर राख्नुपर्छ हामीले बचाएको हाम्रो नानीहरूलाई यही सिकोस् भनेर आएको। ल सम्पूर्णलाई शुभकामना दिँदै है कनेक्सन गर्नुहोस् ल। हामी